ग्यास आज चाहिँ म मेरो करेसा बारी देखाउँदै छु। यो अनारको बोट कस्तो मजाले फुलेको छ है। यहाँ एभोकाडो छ, एभोकाडोको बोट यस्तो फलेको छ। फल्नु चाहिँ अब बस्छ कि बस्दैन, सबै झरेर गइसक्यो। मकै रोपेको छ, मकै पनि मजाले भइरहेछ। अनि यहाँ हेर्नुहोस्, यहाँ पनि छ फेरि अर्को एभोकाडो। यो चाहिँ अलिकति पोहोर साल धेरै फलेको थियो, यसपालि अलिक कम फल्यो, फुलिरहेछ। तर यो लागिरहेछ यसको सानो मसिनो फलिरहेछ फल्नु चाहिँ। हेर्नुहोस् फलिरहेछ फल्नु चाहिँ कतिको बस्छ यो। यहाँ चाहिँ हाम्रै कागतीको बोट छ। यो यहाँ इस्कुस लागिरहेछ। इस्कुस चाहिँ अलिक कस्तो भयो, राम्रो छैन। यहाँ ड्र्यागन फ्रुट लागिरहेछ। यहाँ अब गएर यहाँ फर्सीहरू लागिरहेछ। अनि हाम्रो यहाँ गएर केराको बोटमा चाहिँ काँक्रोको बोट छ। अनि त्यहाँ सिबीहरू लागिरहेछ। यहाँ तोरीको सागहरू पनि पलाइरहेछ। कस्तो छ मेरो करेसा बारी त। हेर्नुहोस्, यो अम्बाको बोट पनि छ। यहाँ अम्बा पनि मस्त फुल्न थालेको छ। हाम्रो चाहिँ यस्तै छ र करेसा बारी। ग्यास आज चाहिँ म मेरो करेसा बारी देखाउँदै छु। हेर्नुहोस्, यो अनारको बोट कस्तो मजाले फुलेको छ है। यहाँ एभोकाडो छ, एभोकाडोको बोट यस्तो फलेको छ। फल्नु चाहिँ अब बस्छ कि बस्दैन, सबै झरेर गइसक्यो। मकै रोपेको छ, मकै पनि मजाले भइरहेछ। अनि यहाँ हेर्नुहोस्, यहाँ पनि छ फेरि अर्को एभोकाडो। यो चाहिँ अलिकति पोहोर साल धेरै फलेको थियो, यसपालि अलिक कम फल्यो, फुलिरहेछ। तर यो लागिरहेछ यसको सानो मसिनो फलिरहेछ फल्नु चाहिँ। हेर्नुहोस् फलिरहेछ फल्नु चाहिँ कतिको बस्छ यो। यहाँ चाहिँ हाम्रै कागतीको बोट छ। यो यहाँ इस्कुस लागिरहेछ। इस्कुस चाहिँ अलिक कस्तो भयो, राम्रो छैन। यहाँ ड्र्यागन फ्रुट लागिरहेछ।